नमस्कार सबैलाई। आजको हाम्रो यात्रा, हाम्रो गन्तव्य पञ्चासे र हामी चाहिँ आज चाहिँ पामेबाट घाँटी छिना हुँदै माथि उकालो भन्ज्याङमा चाहिँ हामी होमस्टे बस्छौँ र भोलि बिहानै खाजासाजा खाएर टक्क लाएर पञ्चासे डाँडामा घुम्न जाने छौँ। गुरुङ खाजाको होइन पोखरा 23 रहेछ नि त यो होइन केटाको साथी oh ya आधासम्म त राम्रो थियो। यहाँबाट चाहिँ बाटो कस्तो गर्ने बाटो कच्ची रहेछ है त। तर आउँछ स्कुटर मजाले। अब त धेरै नै आइसक्यो माथि हामी अब भनेर के भन्छ अब सल्लाह पनि कतिखेर आउँछ अब हेर्न बोलाउँदै सागर हामी जिम्दैछौँ हामी राम्रोसँग पुगिन्छ भने हाम्रो लागिरह ल राम दमदमे गाउँ रहेछ दमदमे गाउँ दमदमे पाइलटको बाटोमा धुलो उडाउँदै भनेको होला देखियो। अब आधा घन्टा त पुग्छ होला है। क्या हो ए ल पञ्चासे प्रवेशद्वार भनेर आयो है। होटल चाहिँ बुक भएको छैन अब धेरै खोज्यो मजाले सजिलो राम्रो टिपिकल टाइपको टक्क कहाँ छ हेर आयो है सजिलो रहेछ बाटो मात्रै यस्तो भएर रहेछ।
सहरको धुलो भन्दा पनि गाउँठाउँको धुलो चाहिँ जस मङ्ग बसाहा रातो माटोको धुलो दबाई हुन्छ भन्दा गरे रमाइलो छ साथीभाइसँग हिँड्दाखेरि कहिले काहीँ जिन्दगीमा ड्राइभ गर्ने मान्छेलाई देखेन यार लाएर खाल्दै साढे 4 बजेबाट पामीबाट हिँडेको राति बढ्न लाग्यो 6:30 त भयो है बढी भयो आइन कि उसको गाडी 7 बजे लाग्यो 7 बजे लाग्यो धेरै माथि हाइटमा आइसक्यो सायद अब रातै पर्यो रातै जानै पर्यो जानै पर्यो जानै पर्यो देउसुरे कहाँ केटाहरूले चाहिँ बस कतिखेर गएर लोकल चिप्प पारेर मात्रै भन्छ होला ल होटल मिड पोइन्ट होमस्टे भन्नेमा आइयो है 4:30 बजी हिँडेको 7:15 मा आइपुग्यो ल यता पनि रहेछ मान्छेहरू केटाहरूले चाहिँ बाइकमा लगाइरहेको छ जाडो रहेछ नि हो चैतमा यति जाडो पर्दैन म उत्तरलो घिर्दी सरल पर्दा सरल यन्त्रमा के पर्यो घिर्नै पर्यो सजिलो काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर मिलानेको लास्टमा भट्ट भन्दै थियो त्यसले बिचरा भएन सम्झिदेऊ यो जोवन हामीलाई सम्झिदेऊ यो जोवन हामीलाई यो सोझो कान्छोलाई यो कान्छोलाई देखना है
छ है चट्ट परेको एक्सपिरियन्सको रहेछ ल हाम्रो ट्रेक सुरु भयो के छ यो सुनाखरी पथ मार्गहरू ल 50 गुराँसको हिँडेको भर्खरहरू 10 मिनट हिँड्न पाएन लगेर अरू एसी थिल 10 मिनट यहीँ यस्तो हिँडौँ न यार चलो रिमो गुराँसको फुल आयो गुराँसको के छ गीत गाइदिँदै एकचोटि ओहो पछाडि पनि केटाहरू कति धेरै देखेको पुरै ग्याङ आएको भयो हिजो अलि इच्छेको डान्स अलि पुगेन क्या है हिजो अलिक दारू नपुगेर के नभए जारी छ यात्रा सबैभन्दा लास्टमा पऱ्यो पानी सानी पऱ्यो भने पट्टै छेउहरू पनि रहेछ पहिला पहिलाको बुढाहरूले यतिको ढुङ्गा छ भने गरेकै हो अहिलेकोहरू यहाँ हिँड्न पनि गाह्रो भयो ओहो कति राम्रो ठाउँ आयो अलिकति केटाहरूले छोडेर गयो त मलाई त पदयात्रीहरूले थाहै मारोस् भनेर यस्तो पनि बनाइदिएको रहेछ पानी सानी पऱ्यो भने नि मजा रहेछ ल अब आधी घन्टा छ भन्छन् फर्किनेहरूले बाटो चाहिँ शीतल रहेछ छारी छारी आनन्द रहेछ इन्डियामा आएर मोबाइललाई नागेर आइज है तर यो बोलेको चाहिँ म्युट हुन्छ है मैले उस गर्छु यता नजिकबाट आयो क्या होइन नजिकबाट
जस्तो है लाइफ फर्स्ट टाइम देखेँ है पिङ्क कलरको गुराँसको फुल पञ्चासेमा टन्नै भएको भए कति राम्रो हुन्थ्यो होला नि आहा यसो राम्रो लोकेसन थियो भने खिच्न मन लाग्छ केटाहरू छोडेर गए ठिकै छ पुऱ्यो होला माथि 1.5 घन्टाको लामो हिँडेपछि टाढा ल आयो है त ओहो 85 अच्छा यता नि बाटो रहेछ त कताको रुट रहेछ फेरि ए आयो आहा ल ए यो माथि आएपछि रहेछ नि त पिङ्क कलरको भिडियोमा चाहिँ यहाँ यता पनि रहेछ बाटो यार कता हो यता फेरि अब मन्दिर जाने बाटो यो है त सुनाखरीको बोट रहेछ त के हो सुनाखरी तर छैन फुलसुल माले फुल झाले माले पिकनिक सिकनिक खाने है के हो यो यस्तो ल 85 युवा क्लब रे आथर डाँडा खर्को पर्वत पो रहेछ यो त ल हामी पनि स्याङ्जा भनेर आएको ल हिँड्नु भयो है साथीहरू चाहिँ भित्र छिरिसकेको छ ल टन आयो 85 ल पर्यटकहरू पनि टन्न कुन मन्दिर रहेछ यो हारिमु कुन मन्दिर रहेछ शिव शिवको मन्दिर रहेछ शिव यता पछाडि पनि रहेछ ओहो के हो यो यस्तो पनि रहेछ ल धार्मिक स्थल ओहो ढुङ्गा काटेर बनाइरहेको ढुङ्गा काटेर बनाएको अटोमेटिक भएको होला है यो आफै होला है आफै उत्पत्ति भएको यो ल यो ऋषिमुनि यतापट्टि छ हजुर ऋषिमुनिले पानी पिने कुवा हो मैले धुपबत्ती गरिरहेको छु यो पनि कहिले जल सुक्दैन जस्तै अहिले मुसी ए यो बुवा मुसीदेखि पानी आएको छैन अहिलेसम्म पनि पानी छ है मूल छैन ए एकदम अब ऋषिहरूले पहिला पुरा शक्ति छ हजुर 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 यस्तो ढुङ्गो छेडेर बनाएका ऋषि मुनिहरूले चाहिँ पानी पिने ठाउँ है पँधेर हो ओ सही हो हस् जानकारीको लागि बुवालाई धेरै धेरै धन्यवाद है कहिल्यै सुक्दैन बाबु यो राम्रो हो यहाँ पनि उता पनि तिमीहरू त्यहाँ माथि अझ के रहेछ गुम्बा पनि रहेछ स्तूपा पञ्चकोशी ताल जाने बाटो 1 घन्टा हिँडाए यो बाटो रहेछ तर हामी चाहिँ गइएन है नजाने भन्ने निर्णय भयो साथीहरूको त्यस कारणले कुनै दिन समय जोडेछ भने हेरौँला कति आनन्द हो यार है क्या दामीकै बाटो र के दामी रहेछ नि यार यस्तो आनन्द क्या है गुम्बा आइयो गुम्बा
टिप्छ हाम्रो त ए नवरत भाइ त उहाँ कोइरालो टिप्ने उहाँ काउरो टिप्ने मान्छे नि अनि पुत्तो फाला न टिप न मलाई म त बुढीलाई लाने हो बुढीलाई लाने हो कति राम्रो अलिक डाँठे अलिक ठुलो सम्बन्धी गरेर टिप्यो नवरत भाइ यो पिङ्क कलरको त पाउँदैन क्या चाँपै त्यहीँ यो त पुत्तो फाल न दुईतिर हङकङ लाने हो आमालाई ए आमालाई हो रिमुले चाहिँ कसलाई दिने हो बुढीलाई छोरीलाई है यता ध्यान पिङ्क कलरको है मौसम खुलेन कि मौसम खुलेको यस्तो दामी हुन्थ्यो के गर्यो पञ्चासी चाहिँ पर्वत जिल्लासँग रहेछ पञ्चासीको डाँडाबाट भ्यू सर यो टपमा के रहेछ भग्नावशेष पुरानो दरबार सायद केही होला है यस्तो रहेछ माथि कोठै कोठा जस्तो छ सायद केही दरबार होला कसैलाई सोध्नु पर्ला ल के चरा हो यस्तो हो चरै चरा हो त ल के बनाएको यो जिल्लाले गुराँस के रहेछ यो मन्दिर ठुलो के होला यो है यताबाट फेरि झर्ने रहेछ कोठा जस्तो पुरै ए त्यही बाटो पनि निस्किँदो रहेछ ल यति राम्रो ठाउँ छ यो सेतो रङको चाहिँ चम्पा रे देखियो ल प्रत्यक्ष आज चाहिँ चम्पा चमेली भनेको कस्तो रहेछ यो रहेछ चम्पा चम्पाको फुलको गुट चम्पा के रे बुवा त्यो गुम्बा नेराको होइन हजुर गुम्बा नेराको त्यहाँ त्यो गुम्बा नेराको के हो भनेदेखि त्यसमा पहिल्यै प्राचीन कालदेखि चाहिँ ऋषि मुनिहरूले तपस्या गर्दै आएको 5 पाण्डवहरू गुप्तवास बसेको जग्गा र त्यसपछि बेलायतको राजा पनि आएर बसेका थिए अरे भन्ने कुरो सुनिन्छ होइन ऋषि मुनि यो त पञ्चकोशी पञ्चधाम पञ्चकोशी भनेको त एकदम प्रसिद्ध तीर्थ हो अब सत्यदेवीको पन्जा खसेको ठाउँ हो यो त्यो भएर पञ्चकोशी भन्छन् त्यस्तै 5वटा डाँडा छन् सिद्ध बाबाको एउटा यो दुईटा यो ऊ 3वटा अर्को उता 2टा छन् होइन पञ्चकोशी भन्नाको मतलब ती 5वटा डाँडाहरू भएर हो र त्यहाँ अब तीन सङ्ग्रहालय जस्तो हुन्छ भनेर हामीले जस्ताको जस्तै राखेका छौँ त्यहाँ पञ्चासीको डाँडामा चाहिँ यी सबै प्रजातिका फुलहरू चाहिँ सिजनमा चाहिँ पाउँदो रहेछ है जिन्दगीमा कहिले दिएदैन यस्तो फुलहरू तर फुलेको बेलामा आएको कस्तो हुन्थ्यो होला अब खै छैन पनि यहाँ जति पनि लगभग 50-60वटा छ होला नि फोटो छैन 30वटा जति प्रजातिको चाहिँ फुलहरू चाहिँ पाउँदो रहेछ है
यस्तै चाहिँ राखेर चाहिँ सानो म्युजियम जस्तो रहेछ बाटो छेक्यो तिमीले तगारो मारो मानिराखी बाटो छेक्यो तिमीले त्यही रुमालमा पञ्चासेको त्यही रुमालमा पञ्चासेको फुल राखी मैले तगारो मारो मानिराखी बाटो छेक्यो तिमीले त्यही रुमालमा पञ्चासेको त्यही रुमालमा पञ्चासेको फुल राखेँ मैले लभली लभली लड्यौँ भाइ साथीभाइ मिलेर चट्ट 85 आइयो कस्तो लाग्यो त नि अनुभव कस्तो भयो अलिकति यसो जे होस् आफ्नो अनुभव बताइदिउँ त अब हामी चाहिँ पोखरा भ्यालीमा बसेर गाउँ होइन कसैको आफ्नो व्यापार व्यवसाय छ सबै अनि यसो अब साथीभाइ भेटघाट भएर होइन केही चाहिँ नयाँ ठाउँमा गएर यसो रमाइलो गर्दा आउँदाखेरि दियोस् यो हिँडाइ चाहिँ खतरै भयो होइन त्यसमा अब एकदम साथीभाइको गफको सँगसँगै रमाइलो चाहिँ एकदम रमाइलो दियोस् यसरी चाहिँ हाम्रो साथीभाइहरू होइन सधैँ नभए पनि अब भेटघाट चाहिँ यसरी नै होइन राख्नुपर्छ रमाइलो गर्नुपर्छ गाउँठाउँहरू होइन यस्तो यो चाहिँ हाम्रो सम्बन्ध चाहिँ सधैँ कायम गरिराख्नु ल सबैले चाहिँ हात उठाइदिउँ त सबैलाई शुभ दिन शुभ यात्रा हाम्रो गन्तव्य 85 को आज सकिएको छ साथीभाइसँग मिलेर तपाईँहरू पनि आउनु होला रमाइलो छ राम्रो छ गुराँस अत्याउरा पनि अझै पानी चाहिँ नपरेको कारणले गुराँस चाहिँ राम्रोसँग नपरेको रहेछ नत्र चाहिँ एकदम राम्रो बेस्ट त्यति टाढा पनि होइन पोखरादेखि पामे हुँदै 1.5 घन्टाको मोटर बाइकको यात्रापछि तपाईँ यहाँ चाहिँ मजाले खेली 1.5 घन्टामा फेरि माथिसम्म 85 सम्म आउन सक्नुहुन्छ है धार्मिक स्थलहरू छ अनि एउटा पुरानो 5 पाण्डवहरूले बसेको ऋषिमुनिहरू बसेको कुवाहरू त्यस्तो धार्मिक स्थलहरू छ आउनुहोस् अवलोकन गर्नुहोस् स्वदेशी ठाउँलाई पर्यटन प्रबन्धनको लागि यसो हातेमालो सहयोग गर्नुहोस् जय देश जय नेपाल।